नमस्कार, सम्पूर्णलाई स्वागत छ। जति पनि प्राविधिक प्रयोजन सञ्चारतर्फ तयारी गर्ने साथीहरू हुनुहुन्छ, तपाईहरुको लागि भनेर आज मैले विषय विज्ञानको केही महत्त्वपूर्ण प्रश्न उत्तर ल्याएर आइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर पुरा साथ दिनु होला र भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न चाहिँ एकदमै नबिर्सिनुस् है। धेरै जनाको बानी कस्तो हुन्छ भन्दा भिडियो चाहिँ हेर्ने तर लाइक पनि नगर्ने, कमेन्ट पनि नगर्ने र शेयर पनि नगर्ने बानी हुन्छ। त्योबाट चाहिँ मुक्त भइदिनु होला। यस भिडियोलाई लाइक गर्नुस् र कमेन्ट गरेर शेयर चाहिँ गर्नु होला है त। ल आउनुहोस् हामी आजको प्रश्न उत्तरतर्फ जानेछौँ। आज चाहिँ हामीले मापन र एकाइहरू भन्ने टपिकबाट चाहिँ क्वेशनहरु हेर्दैछौँ है। आज हामीले मापन र एकाइ भन्ने टपिकबाट प्रश्नहरु हेर्नेछौँ। तपाईहरुले ध्यान दिएर पुरा हेर्नुस् र सुन्नुस् अनि कमेन्ट गर्नुस्। भनेको कुरा चाहिँ कमेन्ट चाहिँ गर्नुस् है त। ल प्रश्न नम्बर 1 मा आफ्नो स्वतन्त्र अस्तित्व भएको र अरु एकाइमा टुक्र्याउन नसकिने एकाइलाई डट डट भनिन्छ। हेर्नुस् त ल, सुनिहाल्नु पनि हैन, कमेन्ट गरिहाल्नुस् ल। तपाईहरुले अप्सन पनि हेर्नु पर्दैन, आउँछ भने कमेन्ट चाहिँ गरिहाल्नुस् है। आफ्नो स्वतन्त्र अस्तित्व भएको र अरु एकाइमा टुक्र्याउन नसकिने एकाइलाई डट डट भनिन्छ। अप्सनमा छ हाम्रो आधारभूत एकाइ, अप्सनमा छ हाम्रो तत्जन्य एकाइ, अर्को दुवै हो, अर्को दुवै होइन। यो चारवटा अप्सन मध्ये चाहिँ कुन राइट आन्सर हो तपाईले कमेन्ट बक्समा कमेन्ट चाहिँ गर्नुस् है। कमेन्ट बक्समा कमेन्ट चाहिँ गर्नुस्। मैले भनिरहेको छु कमेन्ट चाहिँ गर्नु होला। मैले भनिहाल्छु अब यसको राइट आन्सर चाहिँ के हुन्छ हाम्रो अप्सन क है। आफ्नो स्वतन्त्र अस्तित्व भएको र अरु एकाइमा टुक्र्याउन नसकिने एकाइ के हो त हाम्रो आधारभूत एकाइ हो है। आधारभूत एकाइ हो। अब ठ्याक्कै यसकै उल्टो हेर्नुस् त, आफ्नो स्वतन्त्र अस्तित्व नभएको है, आफ्नो स्वतन्त्र अस्तित्व नभएको अरुमा निर्भर रहने एकाइ छ भने के हो त हाम्रो तत्जन्य एकाइ। अब अरु दुईटा त नहेर्दा पनि भयो है। यो दुईटा चाहिँ यसरी हामीले भन्न सक्छौं। ओके, नेक्स्ट प्रश्न नम्बर 2 मा अन्तर्राष्ट्रिय एकाइ प्रणालीलाई के भनिन्छ? सामान्य हिसाबमा भनेको छ है। अन्तर्राष्ट्रिय एकाइ प्रणालीलाई के भनिन्छ? ल भन्नुस् त, कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुस् है फटाफट। कमेन्ट चाहिँ ड्याङडुङ गरिहाल्ने सबैजनाले। अन्तर्राष्ट्रिय एकाइ प्रणालीलाई के भनिन्छ? अप्सनमा छ आधारभूत, तत्जन्य, एसआई र कुनै पनि होइन है। आधारभूत, तत्जन्य, एसआई अनि कुनै पनि होइन। अन्तर्राष्ट्रिय एकाइ प्रणालीलाई के भनिन्छ? कमेन्ट गर्नुभयो तपाईहरुले? गर्नुस् है, कमेन्ट गरिहाल्नुस् ल। मैले भनिहाले अब यसको राइट आन्सर हुन्छ एसआई एकाइ भन्छ है। एसआई प्रणाली भन्छ। ठीक छ। अन्तर्राष्ट्रिय एकाइ प्रणाली के भन्छ? हामीले एसआई सिस्टम भन्छौं, एसआई एकाइ भन्छौं है त। ल त्यस्तै प्रश्न नम्बर 3 मा जाम हामी। समयको आधारभूत एकाइ के हो? समयको आधारभूत एकाइ के हो? यो पनि भन्नुपर्छ र। ल कमेन्ट गर्नुस् त, कतिले आउँछ यो कमेन्ट गरिहाल्नुस् है। समयको आधारभूत एकाइ के हो? कमेन्ट बक्समा कमेन्ट गर्नुस्। अब यो जान्नु भएन भने तपाई एक्जाममा सिधै फेल हो। अब आउँछ भने तपाई पनि सिधै पास हो। ल मैले भन्दै है त। समयको आधारभूत एकाइ के हो? अप्सनमा छ केल्भिन, न्युटन, मिटर र सेकेन्ड। ल भन्नुस् त के होला यसको? भन्नुस् है, भन्नुस्। यसमा नजुकिनु होला कोही पनि। ल मैले यसलाई चाहिँ अन्तिममा भन्छु है त। एकछिन यो प्रश्न भनिसकेपछि प्रश्न नम्बर 4 मा जाम त हामी। ल यसको कमेन्ट चाहिँ गर्दै गर्नुस् है। प्रश्न नम्बर 4 मा क्षेत्रफलको एसआई एकाइ के हो? है हामीले एकाइ सम्बन्धी मात्र हेरिरहेको छौं है आज। मापन र एकाइ सम्बन्धी हेरिरहेको छौं, त्यो भएर एकाइहरुको प्रश्न छ। क्षेत्रफलको एसआई एकाइ के हो? क्षेत्रफलको एसआई एकाइ के हो? अप्सनमा छ वर्गमिटर, घनमिटर, क्यान्डेला र पास्कल है। वर्गमिटर, घनमिटर, क्यान्डेला अनि पास्कल। ल यसको हेर्नुस् त कुन होला? कमेन्ट गर्दै गर्नुस् ल, कमेन्ट गर्दै गर्नुस्। अप्ठ्यारो नमानिकन है, लाज हुन्न कमेन्ट गरेर। ठीक छ। मिल्दैन भने पनि ठिकै छ त, मैले भनिहाल्छु त अन्तिममा, होइन र? कमेन्ट चाहिँ गर्नु पर्यो नि। ल क्षेत्रफलको एसआई एकाइ के हो भन्छ? अप्सन क मा वर्गमिटर, घनमिटर, क्यान्डेला, पास्कल। अब पक्कै पनि पास्कल त होइन होला है, क्यान्डेला पनि होइन होला। अब यो दुईटा मध्ये चाहिँ एउटा हुन सक्छ भन्ने लाग्ला हैन। वर्गमिटर, घनमिटर यो त उस्तै उस्तै छ नि। ल क्षेत्रफल भन्ने त्यो एरिया भन्छौं नि, एल इन्टु बी भन्छौं, एल भन्छौं है। ल लम्बाइ लम्बाइ भनेर हेरौँ त। ल यसमा के छ हाम्रो? दुईटा हेरौँ है त। लम्बाइ इन्टु चौडाइ भन्यो भने के हो त हाम्रो? मापनै गरेको होइन र है। दूरी त मापन गरेको हो नि त दुईटा। ल दुईटा दूरी मापन गर्यो भने चाहिँ हामीले मिटर मिटर भन्छौँ। हेर्नुस् त ल, मिटर मिटर, मिटर इन्टु मिटर के हुन्छ हाम्रो? मिटर स्क्वायर भनेर भन्छौँ है। दुईटा मिटर छ भनेर। ल हेर्नुस् त, त्यसो भए यसलाई के भन्छ? हामीले वर्गमिटर भनेर भन्छौँ। एम स्क्वायर भनेको के हाम्रो? वर्गमिटर हो नि हैन। मिटर इन्टु मिटर वर्गमिटर। अब घनमिटर भन्छ भने फेरि 3टा स्क्वायर है, सरी 3टा एम भन्छ है त। घनमिटर भन्ने बित्तिकै हामी फेरि 3टा एम। ल लम्बाइ चौडाइ उचाइलाई हामीले केमा नाप्छौँ? हामीले मिटरमै नाप्छौँ नि त हैन, होइन र? हो। त्यो कारणले गर्दा हामीले लम्बाइ पनि नाप्यौँ, चौडाइ पनि नाप्यौँ र उचाइ पनि नाप्यौँ। त्यसो भए के हो त हाम्रो? एम 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 के भयो हाम्रो? एम क्यू भन्छ है त। यसलाई नै के भन्छ हामीले? घनमिटर। अब तपाईहरु अप्सनमा चाहे एम क्यू दियोस्, चाहे एम स्क्वायर दियोस्, चाहे वर्गमिटर दियोस्, चाहे घनमिटर दियोस् है। अब क्षेत्रफलको एसआई के भन्छ भने वर्गमिटर भनेर थाहा पाउनुस् फेरि है। मैले अलिकति बढाइ चढाइ भने बुझ्नु होला है त।
के हो त हाम्रो क्षेत्रफलको एसआई इकाइ भन्छ भने वर्ग मिटर। अब घनमिटर चाहिँ के को भन्नु लाग्छ भने आयतनको है, ठिक छ। एल इन्टु बी भन्छ भने हाम्रो क्षेत्रफल भइहाल्यो, एल इन्टु बी इन्टु एच भन्छ भने के हो त हाम्रो आयतनको भइहाल्यो, के हो त हाम्रो घनमिटर है। घनमिटर हाम्रो आयतनको हो भने क्षेत्रफलको हाम्रो के भयो त वर्ग मिटर, थाहा पाउनुहोस् है त। ओके, प्रश्न नम्बर नेक्स्ट, प्रश्न नम्बर 5 मा जाम हामी। बलको एसआई एकाइ के हो? यो त हामीले पहिलाको भिडियोमा पनि गरेको थियो। पहिलाको भिडियो हेर्नुभएको छैन भने तल डिस्क्रिप्सनमा चाहिँ लिङ्क छ, त्यसमा क्लिक गरेर हेर्न सक्नुहुन्छ है त। ल, बलको एसआई एकाइ के हो? अप्सनमा छ न्युटन, पास्कल, जुल र वाट। न्युटन, पास्कल, जुल र वाट के हो त? ल भन्नुहोस् त, ल कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोस्। ल कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोस् है। अब यो चाहिँ मैले कमेन्ट गर्दै गर्नुहोस् भने मैले 3 नम्बरको प्रश्नतर्फ गएँ। समयको आधारको देखा के हो त हाम्रो सेकेन्ड हो। नजुकिने है यसमा, फेरि कोही फेरि मिटर भन्ला, कसै केल्भिन भन्दैला, फेरि त्यस्तो चाहिँ गर्नु भएन। समय भने त्यही हाम्रो सेकेन्ड बुझ्नु होला। ल अन्तिम प्रश्न, बलको एसआई एकाइ के हो? न्युटन, पास्कल, जुल र वाट। मैले पहिलाको भिडियोमा पनि भनिसकेको छ, यदि हेर्नुभएको छैन त्यो भिडियो हेर्नुहोस्। अनि यसको चाहिँ राइट एन्सर के हो कमेन्ट बक्समा कमेन्ट चाहिँ गर्नुहोस् है त। यो सबैको लागि हो है, यो सबैको लागि हो। कमेन्ट बक्समा कमेन्ट अवश्य पनि गर्नु होला है। चाहे जे लाग्छ तपाईँहरूलाई, अप्सन ए लाग्छ, अप्सन बी लाग्छ, अप्सन सी लाग्छ, अप्सन डी है, क ख ग घ मध्ये जुन राइट एन्सर लाग्छ तपाईँहरूले कमेन्ट बक्समा कमेन्ट चाहिँ गर्नु होला है। मैले यति नै भने। अब हामीले टप 5 क्वेसन्सहरू हेरिसकेको छौँ होइन। अब तपाईँलाई भिडियो कस्तो लाग्यो, मन परेमा लाइक गर्नुहोस्, भनेको प्रश्नको उत्तर चाहिँ कमेन्ट पनि गर्नु होला, र यस भिडियोलाई सक्दो सेयर गर्नुहोस् है। यस भिडियोलाई सक्दो सेयर गर्नुहोस्, र फलो गर्नुभएको छैन भने या सब्सक्राइब गर्नुभएको छैन भने पनि गर्नु होला। र बाँकी हाम्रो नेक्स्ट भिडियोमा भेट्नेछौँ। धन्यवाद।